हेलो साथीहरू, यो चाहिँ उदयपुर र भोजपुर जोड्ने रानीटार हो। यहाँ चाहिँ झोलुङ्गे पुल पहिलेदेखि थियो। अब यो थाहा भएन कति वर्षदेखि यो पक्की पुल मोटरेबल पुल चाहिँ को ठेका लागेको चाहिँ थाहा भएन। तर अहिले जे होस् काम अगाडि बढेको रहेछ। यो मोटरेबल पुल सम्पन्न भएपछि उदयपुर र भोजपुरलाई जोड्ने एउटा कोसेढुङ्गा साबित हुने पक्की पुल हो। यो अब कहिलेसम्म निर्माण सम्पन्न हुन्छ, तर काम चाहिँ भइराखेर चाहिँ यसरी खोलालाई चाहिँ एकोराएर फेरि यो काम अगाडि बढाइएको रहेछ। अब यो जुन म बसेको ठाउँ यतातिर चाहिँ अब यो भोजपुर यो एरिया, यो भोजपुर यो बाटो, यो खोला यो पुल तरेर आउने भनेको बाटो यही हो। बाटो निकै उ छ, अब त्यही हो पहाडको ठाउँ। तर यो पुल बनेदेखि चाहिँ यो बाटो देखको पनि राम्रो स्तर उन्नति हुन्थ्यो र यसले त्यति मात्रै नभएर आमचोक भोजपुर जिल्लाको दक्षिणी भेगको आमचोक गाउँपालिका साथै सदरमुकाम भोजपुरसँग र मध्य पहाडी लोकमार्गको चखया भन्ज्याङसम्म प्रत्यक्ष जोडिन्छ। अब छिटै सम्पन्न होस् यो पुल। यो चाहिँ अब यो हामी चाहिँ दुधकोशी भनेर यसलाई चाहिँ चिन्छौँ। मैले सानैदेखि दुधकोशी भनेर सुनिरहेको छु। यो चाहिँ अब दोलाल घाटतिर आएको यो 3-4वटा कतिवटा कोशी, तामाकोशी, भोटेकोशी, सुनकोशी र दुधकोशी मिसेर यहाँ आइपुगेपछि यसलाई दुधकोशी भनेर हामी चिन्छौँ। यो अन्तिममा गएर तल सप्तकोशीमा मिल्छ, अरुण र तमुरसँग मिल्छ। अनि वरुण कुन भएर सप्तकोशीमा यो समाहित भएर एउटै नामले सप्तकोशी भनेर चिनिन्छ। र यो यहाँ चाहिँ निकै राम्रो देखेको छ। नागबेली आकारको उसमा माथिबाट आएको, दोलाल घाटपट्टिबाट आएको यो जे होस् सिन्धुपाल्चोकतिरबाट। अब कुन जिल्ला, सिन्धुपाल्चोक, ओखलढुङ्गा, अब रामेछाप कहाँबाट आउँछ खोला कोशीहरू। अब यहाँ आएपछि दुधकोशी। तर यो पुल चाहिँ छिटो सम्पन्न होस्, सकभर यहाँको जनतालाई को मर्म बुझेर सरकार र ठेकदारले पनि तदारुक देखाओस् र काम भइरहेको छ। म एउटा सर्वसाधारणको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। ठेकदार प्लस सरकारलाई पनि धन्यवाद।